ब्लग एपिसोड। आज चाहिँ हामी जापानमा हुन लागेको एकदम टोकियोमा एकदम प्रसिद्ध नै छ शिवा माता फायरवर्क्स हेर्न जाँदैछौँ। अहिले चाहिँ हल्का पानी परिरहेको छ, एकछिनपछि पानी रहन्छ भनेको छ। हेरौँ अब जाउँ, त्यहाँ गएपछि त्यहाँको वातावरण के हुन्छ अनि त्यही अनुसारले हजुरहरूलाई अपडेट गराउने नै छु। यदि हजुरहरू जापानमा हुनुहुन्छ भने जापानमा चाहिँ जुलाईमा चाहिँ धेरै जस्तो फायरवर्क भइरहेको हुन्छ। त्यति बेला चाहिँ हजुरहरू पनि आफ्नो नजिकै कतै पर्छ भने फायरवर्क हेर्न सक्नुहुन्छ। यो चाहिँ मेरो फर्स्ट टाइम एक्सपिरियन्स हो। हेरौँ अब के हुन्छ। ल फायरवर्कतिर गएपछि भेटौँला है त उता। फाइनली बसबाट उठिसक्यौँ। बसबाट हामीलाई चाहिँ नम्बर नथिचेर स्टपको बस नथिचेर हामी चाहिँ यहाँबाट अब जाँदैछौँ है त। फाइनली हामीले ठाउँ पाइसकेका छौँ चिज पारामा। हेलो गाइज, हामी चाहिँ अहिले फाइनल्ली हामी यहाँ हेर्ने ठाउँमा आइसक्यौँ। अनि हेर्ने ठाउँमा चाहिँ अहिले माहौल पुरै खचाखच छ। हामी आउने बेलामा यता खाली नै थियो, अहिले चाहिँ यहीँ अगाडि पनि मान्छे आएको। अनि त्यसपछि के अरे यता साइडतिर नि मान्छे आएको, टन्नै मान्छेहरू पनि टन्नै जम्मा भएको। अनि त्यसपछि मान्छेहरू चाहिँ यहाँ युगाता लगाएर सबजना राम्रो भएर आएको। हामी पनि केही कम भनेर हामी पनि खासै नराम्रो त भएर आएको छैन, तर अनि त्यसपछि के अरे उहाँ माथिबाट ट्रेन आइरहेको। खासमा यो चाहिँ यहाँको उमाचुरी जस्तै हो, मतलब फेस्टिभल जस्तै हो। वर्षमा कति न्यु इयरतिर साइडतिर हुन्छ र अनि अहिले चाहिँ के अरे जुलाई र अगस्तमा हुन्छ मेन चाहिँ। अनि त्यसपछि जुलाई र अगस्तमा गर्मी मौसममा चाहिँ धेरै गर्मी मौसममा चाहिँ हुन्छ यो। अनि त्यही भएर मान्छेहरू कहाँ टाढाबाट हेर्न आइरहेको। हामी पनि यसो भएको बेला गइदिउँ न त भनेर साथी नपाएर यहाँ भाइलाई जबरजस्ती भनेर भयो नि लिएर आएको छु। रमाइलो छ यस्तो। अहिले अब कति 7:30तिर स्टार्ट हुन्छ भने अहिले चाहिँ भर्खरै 5:45 जति भयो। अब लगभग 2 घन्टाभन्दा कममा स्टार्ट हुन्छ। स्टार्ट भएपछि चाहिँ हामी भिडियो बनाउने नै छौँ। अब रमाइलो हुने नै छ यतिन्जेलको लागि चाहिँ। ल अब त्यतिन्जेलको लागि चाहिँ है भिडियो हेरेर रमाइलो इन्जोय। फाइनली अब यहाँ चाहिँ लगभग अबको 20 मिनटमा स्टार्ट हुन्छ। अनि मान्छेहरू पनि लगभग आइसकेको छ, तर पनि अझै यताबाट आउने मान्छेहरू पनि टनाटन आउँदैछ, कचाकच भरिँदैछ। अहिले त्यता कोही मान्छे थिएन, अहिले टनाटन मान्छेहरू पनि भरिँदैछ। उतापट्टिबाट नि मान्छेहरू टनाटन आइरहेको। पछाडि त अहिले तल मान्छे थिएन, हाम्रो साइडमा यतापट्टि अहिले मान्छे थिएन, अहिले कति धेरै मान्छे भइसक्यो। अब चाहिँ हाम्रो 20 मिनटपछि लगभग 20 मिनटपछि सुरु हुन्छ हाम्रो चाहिँ। अब हामी चाहिँ धेरै बेर बस्दा पछाडि चाकै दुखिसक्यो। अब खासै धेरै टाइम छैन, 20 मिनट मात्रै हो। त्यही भएर इन्जोय। यो चाहिँ अब सुरु हुन लाग्यो भनेर। ल मसँग आएको भाइको चाहिँ आज फर्स्ट एक्सपिरियन्स हो, मेरो पनि फर्स्ट एक्सपिरियन्स हो, तर उसको पनि फर्स्ट एक्सपिरियन्स हो। आज उसलाई केही क्वेसनहरू सोधौँ न त। तिमीलाई कस्तो लागिरहेको जापान? कस्तो लागिरहेको? जापान अनि यहाँको कल्चरहरू एकदम धेरै फरक लागिरहेको छ नेपालभन्दा चाहिँ। रमाइलो छ। नेपालमा सोचे जस्तै भइरहेको यहाँ जापान आएर। त्यो त त्यस्तै हो। अब सबैको अब आकाश बादलको फरक हुन्छ। सोचे ल अरू कुरा छोडिदियो, अरू कुरा हामी पछि गर्दै गरौँ ल होइन। आज तिमीलाई यहाँ आएर चाहिँ कस्तो फिल भइरहेको त भन त। कस्तो फिल अब यत्रो क्राउडमा म त्यति धेरै खासै हिँडेको थिएन होइन। रमाइलो लागिरहेको छ, एक्साइटेड छु। अब धेरै छैन टाइम होइन, एक्साइटेड छु एकदम। छिटो भइदियो भनेर हो। मलाई पनि त्यस्तै भइरहेको यार, कति बेला भइदियोस् छिटो स्टार्ट भइदियोस्। तर अहिले रात परेपछि मजा आउँछ कि। अहिले उज्याले छ नि त, अब 20 मिनटमा त लगभग छपक्कै हुन्छ नि त। त्यही भएर ठिक छ। अरू केही भन्नु छ? केही भन्नु छैन। अब लेट्स इन्जोय। अब चाहिँ सुरु भयो गाइज है। अब चाहिँ अबको भिडियोमा चाहिँ विल सो यु द रियल के भन्छ फायरवर्क स्टार्ट हुन्छ होइन। लेट्स गो।
यतै आएको भयो यार अब चाहिँ दामी पर्यो Vitamin D वाला
हामी चाहिँ हाम्रो चाहिँ अब यहाँबाट के अरे खानाकी पनि सक्यो। अब हाम्रो चाहिँ यहाँबाट अब हामी घर जाँदैछौँ। यताबाट जानु लाग्यो, यताबाट चाहिँ भिड भएर अब हामी यताबाट घर जाँदैछौँ। खाना भी रमाइलो भयो, तर अहिले पानीले गर्दाखेरि फ्यास भएको थियो। केही छैन, तर पनि फर्स्ट एक्सपिरियन्स हो, राम्रो भयो, रमाइलो भयो। भाइले पनि रमाइलो भयो भन्दै थियो। अनि त्यसपछि उता सुत्दिरा आयो सुत्दिरा। अब हामी पनि अब यहाँबाट घर जान्छौँ। यताबाट पछाडि मान्छे देख्नु सक्नुहुन्छ, यस्तो भिड छ, यस्तो भिड। उता गल्लीमा देखाउ त, उता पनि क्या भिड छ, मान्छे लावा लस्कर छ। हामी पनि लस्करमा हिँडेछौँ। ल अब हाम्रो चाहिँ अर्को भ्लग चाहिँ के अरे चाँडै नै आउँछ। चाँडै मतलब अब फेरि अर्को नि हाना बिताइखाइ कहिले भने अगस्त 1 मा छ, त्यो बेलामा जान्छ। अनि त्यो बेलामा आउँछ फेरि अर्को भ्लग। त्यतिन्जेलको लागि हस् त, नयाँ हुन्छ भने सब्सक्राइब गरिदिनु, के अरे पुरानो हुनुहुन्छ भने लाइक गरिदिनु, कमेन्ट हान्नु होइन कस्तो छ। अब बिस्तार गर्दैछु, हल्का कन्फिडेन्ट पनि आउँदैछ। त्यही भएर त्यतिन्जेलको लागि त ल हस् त, टाटा बाई बाई, सी यु अन नेक्स्ट भ्लग।